यस विद्यालयका प्रधानाध्यापकज्यू, यस विद्यालयका सञ्चालकज्यू, शिक्षक शिक्षिकाज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण दिदीबहिनी दाजुभाइहरू, यहाँ सबैलाई नमस्कार छ। आजको यो तानसेन भ्रमण बिहानदेखि असाध्य चाहिँ विशेष रहिरहेको छ मेरो लागि। आज मात्रै होइन, पछिल्लो 4-5 दिन जुन हामी पाल्पामा भ्रमण गरिरहेका छौँ, त्यो मेरो लागि नितान्त पृथक उद्देश्यले चाहिँ भ्रमण गरिरहेको अनुभव भएको छ। किनकि पाल्पामा म जन्मेदा पनि पाल्पामा हुर्किने मौका चाहिँ मैले पाइनँ। बरु हाम्रो धीरेन साथीले चाहिँ यहीँ हुर्किनु भयो, यहीँ पढ्नु हो, उहाँ धेरै भाग्यमानी पनि हुनुहुन्छ। म चाहिँ त्यति हुर्किन पाइनँ। बुवा यहाँ प्रिन्सिपल हुँदाखेरि अन्तिम अवस्थामा चाहिँ म यहाँ जन्मेको हो। अनि म जन्मेको 10 महिनामा चाहिँ बुवाहरू काठमाडौँ जानुभयो, त्यहाँ गएर लोकसेवा दिएर परराष्ट्र मन्त्रालय जोइन गर्नुभयो। त्यस पश्चात हाम्रो जीवन यताउति भइरह्यो। पाल्पाको अनुभव चाहिँ धेरै पछि नै भयो। तर त्यो हुँदाहुँदै पनि मन मस्तिष्कमा चाहिँ जहिले पनि पाल्पा बोकिरहेको हुन्थ्यो। किनकि अब बुवा आमा मेरो दुइटै पाल्पाको हो। आमा मेरो भैरवस्थानको हो, रानीघाटी, बुवा मेरो यता अर्चलेको हो। र त्यो जमानामा उहाँहरूको प्रेम विवाह हो। मेरो आमा लखनऊमा पढ्नुहुन्थ्यो, मेरो बुवा बनारसमा पढ्नुहुन्थ्यो। सायद छुट्टीको समयमा चाहिँ दुवैजना एउटै गन्तव्यतिर आउँदाखेरि आँखा चुक्यो होला, हेराएर भयो होला, होइन? र त्यो जमानामा अलिकति अनौठो पनि थियो त्यो प्रेम विवाह भन्ने चलन। तर उहाँको चाहिँ प्रेम विवाह भएको हो। र बुवाले बनारसबाट मास्टर्स गरिसकेपछि उहाँले पोलिटिकल साइन्समा मास्टर्स गर्नुभयो। र यहाँ हेडमास्टर हुँदाखेरि मेरो बुवाको उमेर जम्मा 22 वर्षको थियो। 22 वर्षको उमेरमा उहाँ यहाँको हेडमास्टर हुनुभएको हो। र मेरो माथिका दुईवटा दिदीहरू हुनुहुन्छ, जुम्लिया दिदीहरू। दुईवटा जुम्लिया दिदीहरू पनि मिसन हस्पिटलमा जन्मिनुभयो। म पनि मिसन हस्पिटलमा जन्मिएँ। र म जन्मिएको 10-11 महिनामा, 1 वर्षभन्दा कममा चाहिँ बुवा काठमाडौँ जानुभयो। र काठमाडौँ गएपछि मेरो अर्को भाइ र बहिनी पनि जन्मियो। तर पाल्पा चाहिँ मन मस्तिष्कमा किन रह्यो भने अब दुवैजना पाल्पाको, आफन्तहरू पाल्पाको, रहन सहन, बोली चाली, खानपिन चाहिँ पाल्पा नै रह्यो। जहाँ गए तापनि, काठमाडौँमा रहे तापनि, बुवाको कार्य सिलसिलाले विदेशमा रहे तापनि पाल्पा चाहिँ जहिले पनि मनमा रहेर। त्यसकारण मेरो हुर्काइ यहाँ नभए पनि जहाँ गए पनि तपाईँ कहाँको भन्नुभयो भने पाल्पाको भनेर चाहिँ आइहाल्छ। त्यसैले पाल्पा मेरो लागि अत्यन्तै विशेष छ। र यो चोटिको भ्रमण मैले पृथक किन भनिरहेको छु भने, हुन त योभन्दा अगाडि पछिल्लो 20-25-30 वर्षमा चाहिँ म आएको चोटि आएँ होला पाल्पा। या यो हाई स्कुलमा पनि म 20 वर्ष अगाडि पहिलोचोटि आएको थिएँ। तर यो चोटि मेरो लागि पृथक किन रह्यो भने एउटा विशेष कार्यक्रम, विशेष योजना बोकेर चाहिँ हामी पाल्पाको भ्रमण गरिरहेका छौँ। यात्रा नेपाल भन्ने वृत्तचित्र हामी निर्माण गरिरहेका छौँ। सन्दीप राणाजी त्यहाँ हुनुहुन्छ। सन्दीप राणाजीको चाहिँ नेतृत्वमा गरिरहेका छौँ। हाम्रो दशरथ सुनारजी यहाँ हुनुहुन्छ। उहाँ चाहिँ यसको निर्देशन पनि गरिरहनु भएको छ। परिकल्पनाकार पनि उहाँ हुनुहुन्छ। यात्रा नेपालको मेन उद्देश्य चाहिँ 7 प्रदेशका चाहिँ विभिन्न रमणीय क्षेत्रहरू, विभिन्न आकर्षण क्षेत्रहरू, पर्यटकीय दृष्टिकोणले, सांस्कृतिक दृष्टिकोणले, ऐतिहासिक दृष्टिकोणले ती क्षेत्रहरूको चाहिँ उजागर गर्ने, ती क्षेत्रहरूलाई चाहिँ आफ्नो वृत्तचित्र मार्फत दर्शकहरूको सामुन्ने पेश गर्ने यसको उद्देश्य हो। र सौभाग्यवश उहाँहरूले यो वृत्तचित्रको थालनी चाहिँ पाल्पाबाट गर्नुभयो। प्रदेश नम्बर 5 को चाहिँ पाल्पाबाट उहाँहरूले थालनी गर्नुभयो, लुम्बिनीबाट। र अर्को सौभाग्य मेरो लागि के भयो भने उहाँहरूको थालनीमा म पनि त्यहाँ जोडिएँ हातेमालो गर्नलाई। सन्दीपजीले गर्नुभयो। सन्दीपजी आफै पनि पाल्पाको हुनुहुन्छ, जसले यसलाई निर्माण गरिरहनु भएको छ। उहाँ रामपुरको हुनुहुन्छ। उहाँसँग चाहिँ यसभन्दा पहिल्यै 4-5 वर्ष अगाडि चाहिँ हाम्रो सम्पर्क थियो। र उहाँलाई पनि थाहा छ म पाल्पाको हो भनेर। अनि वृत्तचित्र बनाउने बेलामा पाल्पा भ्रमणको लागि चाहिँ तपाईँले चाहिँ हाम्रो साथ दिनुभयो भनेर भन्नुभयो। त्यो मेरो लागि सौभाग्य नै हो। त्यस कारण सम्पूर्ण टिमलाई पनि धन्यवाद दिन चाहन्छु कि उहाँहरूले मलाई रोज्नुभयो यो यात्राको लागि। र पछिल्लो 4-5 दिन हामी पाल्पाको विभिन्न ठाउँमा भ्रमण गरिरहेका छौँ। रामपुरबाट हामी थालनी गऱ्यौँ। रामपुरमा हामी 2 दिन जस्तो बस्यौँ। त्यहाँको विभिन्न क्षेत्रहरूलाई चाहिँ आफ्नो क्यामेरामा क्याप्चर गऱ्यौँ। र अस्तिबाट चाहिँ हामी तानसेनमा छौँ। र तानसेनको सबैभन्दा रोचकता के हो भने उहाँहरूले मलाई एक हिसाबले सरप्राइज नै दिनुभयो। मेरो बुवाहरू अर्चलेको हो।
अर्चले चाहिँ म कहिले पनि गएको छु मेरो हजुरबुवा धेरै पहिला चाहिँ नि बुटोलमा सर्नुभयो र उहाँसँग भेटघाट गर्नु पर्दाखेरि म बुटोलै आएर भेटेँ त्यस कारण उहाँको पुर्खौली घर अर्चलेको बारेमा मलाई धेरै कुराहरू थाहा थियो तर प्रत्यक्ष रूपमा म जाने मौका पाएको थिएन अब यो यात्रामा चाहिँ उहाँहरूले चाहिँ त्यो संयोग मिलाइदिनु भयो त्यो मौका मिलाइदिनु भयो जुन कुरामा मलाई थाहा पनि थिएन अनि त्यहाँ गइसकेपछि चाहिँ त्यहाँको स्थानीयहरूसँग कुरा गर्न पाउँदाखेरि चाहिँ अत्यन्तै नै खुसी लाग्यो किनकि जीवनको एउटा न एउटा बिन्दुमा गएर हरेक व्यक्तिलाई के कौतुकता हुँदो रहेछ भने आखिर मेरो पुर्खा कहाँको हो कहाँ बसोबास गर्थे होइन कसो गर्थे जवानीको क्रममा अन्य कार्यमा व्यस्त भयो भने जीवनको एउटा बिन्दुमा पुगेर चाहिँ त्यो चासो हुँदो रहेछ र त्यही मौकामा चाहिँ उहाँले मलाई यो सुनाउनु मौका दिलाइदिनु भयो हामी हिजो अर्चले गयौँ अर्चलेमा त्यहाँका बासिन्दाहरू साथै उत्साहित हुनुभयो जसले मेरो हजुरबुवालाई चिन्नुहुन्थ्यो उहाँले पनि उहाँको रहनसहन उहाँ के गर्नुहुन्थ्यो उहाँको दैनिकी कसरी बित्थ्यो सबै कुराहरू मलाई भनिदिनु भयो त्यहाँको बसोबासपछि फर्किँदाखेरि एउटा एकदमै सिनेमा हेरेर जस्तो फिल भयो र आज चाहिँ म मेरो आमाको थरथलो जाँदैछु जहाँ भैरवस्थानमा हो आमा चाहिँ भैरवस्थानमा हो आमाको परिवार र आमाको मुवा जिजुमासँग पनि म साथै नजिक छु नजिक यस मानेमा कि मेरो आमाको दाजु खासै आफ्नो दाजुभाइ कोही पनि छैन मेरो हजुरआमाको दुईवटा छोरीहरू मात्रै हो र त्यो छोरी मात्रै भएको कारणले पनि आमाको माइतीतर्फ पनि हामी असाध्यै नजिक छौँ र उहाँको हृदय पनि वर्षौँदेखि गरिरहेका छौँ र मेरो हजुरआमा चाहिँ नेपालपाको भए तापनि उहाँको वर्षौँदेखि आजभन्दा 100 वर्षभन्दा अगाडि उहाँको के अरे नवलपुरमा पनि खेतीपाती थियो त्यसैले उहाँले नवलपुर र पाल्पा गरिरहनुहुन्थ्यो र आज त झन् अत्यन्तै नै विशेष मलाई किन लाग्यो भने अब बच्चादेखि मैले सुनिआएको बुवाले पनि भन्दै आउनुहुन्थ्यो म सुरुवातमा चाहिँ यो विद्यालयको चाहिँ प्रधानाध्यापक थिएँ प्रिन्सिपल थिएँ यहाँ पढाउँथेँ म विभिन्न विद्यार्थीहरूलाई ट्युसन पनि दिन्थेँ यहाँ बस्दाखेरि भन्ने कुराहरू गर्नुहुन्थ्यो र उहाँले सबभन्दा रोचक के गर्नुहुन्थ्यो भने उहाँ यहाँ प्रिन्सिपल छँदाखेरि उहाँको जुब्लिया छोरीहरू जन्मिसकेका थियो र मलाई अहिले पनि स्मरण छ मैले ट्युसन पढाउँदाखेरि मैले मेरो दुईवटा छोरीहरूलाई दुईवटा काखमा राखेर ट्युसन पढाउँथेँ भन्नुहुन्थ्यो त्यस्तो त्यस्तो कुराहरू मलाई सम्झना छ त्यस कारण उहाँको विद्यालयमा आएर यसरी प्रत्यक्ष यसलाई भ्रमण गर्न पाउँदा यसमा तपाईँहरूसँग यस्तो व्यक्तिहरू जोसँग आबद्ध हुनुहुन्छ तपाईँहरूसँग प्रत्यक्ष भेट्न पाउँदाखेरि चाहिँ यो मेरो व्यक्तिगत हिसाबबाट चाहिँ असाध्यै एउटा स्नेहपूर्ण चाहिँ अवसर हो म प्रिन्सिपल साहबलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रवर्तकज्यूहरूलाई पनि धन्यवाद दिन चाहन्छु कि उहाँहरूले यो कार्यक्रम आयोजना गरिदिनु भयो किनकि यो मेरो लागि विशेष माने लाग्छ यो मेरो परिवारमा कुरा भइरहने हुर्किने क्रममा चाहिँ छलफल भइरहने चाहिँ स्थान हो त्यसैले पनि मेरो लागि अत्यन्तै नै विशेष लाग्छ अब आज हामी 2-4 ठाउँको भ्रमण गरेर त्यसलाई आफ्नो चाहिँ प्रत्यक्ष चित्रमा क्याप्चर गरेर आज हामी साँझको फ्लाइटमा पनि भैरवबाट काठमाडौँ फर्कँदैछौँ त्यस कारण यहाँहरू सबैलाई यो उपस्थितिको लागि र यो न्यानो मायाको लागि यो स्वागतको लागि यहाँ सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु थ्याङ्क यू